हेलो हेलो थ्याङ्क यू सो मच बुढी तिमीले यो सामान मगाइदिएकोमा खासै म सिनबाट यस्तो सामानहरू चाहिँ खासै मगाउँदिनँ होइन एउटा हेरेको एउटा राम्रो लागेको थियो एक दुईचोटि मात्रै मगाएको थिएँ मैले सिनबाट चाहिँ सामान अनि एकचोटि मगाएको चाहिँ राम्रो परेको थियो लेट्स सी मलाई खासै त्यस्तो इन्ट्रेस्ट त लाग्दैन सिनबाट सामानहरू जस हेरौँ न होइन कस्तो आएको छ सामान राम्रो आयो भने चाहिँ सिनबाट सामानहरू लिने नराम्रो आयो भने चाहिँ नलिने भन्ने मेरो कुरा हो मेरो बुढीसँगको डिल एक दुईचोटि मात्रै लिएको छु त्यही पनि खासै विश्वासै लाग्दैन सिनबाट मगाएपछि जस्तो पनि आएको सामान भनेर फेरि नहेरिकन चित्तै बुझ्दैन यो चाहिँ नाइस यो चाहिँ बेडसिट रहेछ होइन द्याट्स नाइस बेडसिटको त सरकार भएन जस्तो भयो नि एक्चुअली आइ एम भेरी इन्ट्रेस्ट अन खास मलाई चाहिँ मैले हेरेको चाहिँ यो हो खास एक्चुअली हेरौँ न यसले मेरो एक्सपेक्टेसन मिट गर्छ गर्दैन यो राम्रो भयो भने चाहिँ मैले सिनबाट रेगुलर सामान मगाउने हो यदि यो चित्त बुझेन भने चाहिँ आइएम सरी मेरो मोबाइलबाटै सिन हटाइदिनु कुरा थियो फक मैले यही कलर त मगाएको होइन यार यस्तो डिफ्रेन्स हुन्छ कि यहाँ चाहिँ यस्तो छ होइन कलर यो डार्क ब्लू थियो अब यहाँ चाहिँ ब्लू नै आयो सुरुमै कलरले चित्त बुझेन यार कस्तो यार मैले मेरो मोबाइलबाटै सिन हटाइदिन्छु यार के सोचेको के भयो यार लिटरली स्तब्ध कता नमगाउन पठाएको त्यही पनि यस्तो खत्तम भयो यार सरी बुढी अब कहिल्यै मगाउँदिन सिनबाट त्यही पनि लगाएर देखाउँछु त कस्तो हुँदो रहेछ लिटरली के सोचे थे जिन्दगीमा माया लागे जस्तो भयो मलाई म अलिकति ओभर साइज त लगाउँछु ओभर साइजलाई त केही त्यस्तो छैन तर के सोचेको के आइदियो क्या यार कलर यार जबरजस्ती मगाउनु लाग्यो बुढीलाई प्लिज भनेर अबबाट जिन्दगी मगाउँदिन सिनबाट
उयो सानो भयो नि त सानो भयो यार सधैँ के अरे मिडियम मलाई मिल्छ नि त मिडियम मिल्छ नि त मलाई सानो भयो यार मार्छ बुढीले जबरजस्ती मगाउनु लगाएको मार्छ बुढीले केपट्टि यो माथिको बुढीलाई लानिदिन्छु तलको भागभन्डा गरेर लानु पर्ने भयो यो चाहिँ बुढीलाई लानिदिन्छु यो त मलाई स्योर मिल्छ प्यान्ट पनि लगाउँछु है त प्यान्ट चाहिँ मिल्यो होइन